बालेन सुकुम्बासीमा होइन आज डोजर लिएर बालेन लिपुलेक र कालापानीमा हुनुपर्थ्यो, किन हुन सक्दैन? सर्वहारा वर्गलाई जसरी रुवाएको छ नि बालेनजीले, आँसु लाग्छ यिनलाई। काठमाडौँ त एलिट र धनीहरूको मात्रै सहर हुने भयो। 2 करोड 90 लाखमा 1 करोड 60 लाख युवा जति सबै बाहिर, 40 लाख जति मान्छे जम्मै सुकुम्बासी, अरू 85% मान्छेका घर जग्गा चाहिँ जम्मै ब्याङ्कमा, लघुवित्त र सहकारीमा छन्। त्यो भोलि तिर्न नसकेर यो बजार झन् बिग्रेपछि यसको जिम्मेवारी कसले लिन्छ? कसले लिन्छ यसको जिम्मेवारी? सबै सुकुम्बासी हुँदैछ नि यहाँ। तपाईले यो भन्दै गर्दा मैले काठमाडौँका स्टुडियोले हिजो मात्र बताएको तथ्याङ्क बताउन चाहे। 20,000 जना बसोबास गरेको ठाउँ हटाइएको हो, तर 1,000 जना मात्र सम्पर्कमा आउनुभयो, अरू सम्पर्कमै आउनु भएन। त्यो गलत कुरा हो। अस्ति आएका थिए 4,000 जना। सिडिओ त उनीहरूकै भाषा बोल्ने हो नि त। सिडिओ कसको भाषा बोल्छ भन्दा बालन सरकारको। बालन सरकारले कसको भाषा बोल्नु हुँदैछ तपाईँहरूले बुझ्नु भएको छ? तपाईँको बालन सरकार बनेको महिना दिन भएको छैन, अमेरिकाको दबदबा हेर्नुभयो? चीनका बोर्डर राति गएर भेटेका छन्, तपाईँले देख्नुभयो? नभेटेको त्यो तपाईँको चाहिँ चाइनामा गएर माउन्ट एभरेस्टको फेदमा गएर ड्रोन उडाउनु पर्ने काम के थियो? कसले स्वीकृति दियो त? कसले स्वीकृति दियो? यहाँ लडाइँ कसले निम्त्याउँदैछ? त्यतिकै मैले भने हो, सर्वोच्च अदालत र सिंहदरबारमा त्यतिकै आगो लागेको छैन। यो कुरा बुझ्नुहोस्। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली चाइना जाँदाखेरि तत्कालीन मेयर बालेन्द्र शाह, हालका सम्माननीय प्रधानमन्त्रीले लिपुलेकको बारेमा पनि कुरा गरेर आउनु होला है भन्नुभएको थियो। अहिले बालेन्द्र शाहकै पालामा लिपुलेक भोलिदेखि जुन 4 भोलि होइन, भोलिदेखि मानव सरोवर जाने बाटो खुल्दैछ। इन्डिया र चाइनाले मिलाएर खोल्दैछन्। त नेपाली सेना त्यहाँ जानु नि, त्यो आफ्नो भूमि फिर्ता ल्याउनु पर्दैन? ग्रेटर नेपालको नक्सा लगाएको होइन बालेनजीले? त्यो ग्रेटर मेयर हुँदाखेरि त्यो भूमि किन फिर्ता ल्याउँदैनन्? ल्याउनु पर्यो नि। अनि नेपाली सेना आज सुकुम्बासी बस्तीमा हुनुपर्ने कि लिपुलेक कालापानीमा हुनुपर्ने? नेपाली सेना नेपाली सेना कहाँ हुनुपर्ने ल भन्नुहोस् त? ल बालेन कहाँ हुनुपर्ने? आज लिपुलेकमा हुनुपर्ने। बालेन सुकुम्बासीमा होइन आज डोजर लिएर बालेन लिपुलेक र कालापानीमा हुनुपर्थ्यो, किन हुन सक्दैन? किन हुन सक्दैनन् भनेपछि करिब सर्वहारा वर्गलाई जसरी रुवाएको छ नि बालेनजीले, आँसु लाग्छ यिनलाई। यो कुरा बुझ्नु। हेर्नुहोस्, तपाईँ भूमिविहीन हुनुभयो भने तपाईँ जाने कहाँ? अर्काका प्राइभेट जग्गामा दिँदैन, जानुपर्ने त्यही खोलाको डिलमा त हो। सुकुम्बासीलाई कोठा पनि दिएनन् के? सुकुम्बासी कोठा पनि दिएन अहिले भाडामा। अब हो भनेपछि काठमाडौँ काठमाडौँ खाली गर्ने हो। काठमाडौँ त एलिट र धनीहरूको मात्रै सहर हुने भयो। भनेपछि गरिब गएपछि नि यहाँको व्यापार चल्छ। अब अहिले तपाईँहरू यत्रो पत्रकार हुनुहुन्छ, गरेर रिपोर्टिङ गर्नुहोस् त, न्यु रोडमा बोनी हुन्छ कि हुँदैन?